बराबर दनरु दो दारेटा डा डस डुक्का डुक बर्दो डुक बर्दो डुक बर्दो डुक बर्दो डुक भने के हो त बर्दो डुक भनेको 6 अन्तर्भाव भनेको है 6 बर्दो भनेको 6 अन्तर्भाव है बर्दो डुक भनेको माकीको मिङा मिङ माकीको मी माङा माङ पनरुपो मी माङपो मी माङपो मी माङपो मी माङपो मी माङपो भनेको धेरै मानिसहरू भनेको है मेनी पिपुल छनर छे सा छे सापमा सापा साप मनरु मो छे साप मो छे साप मो छे साप मो छे साप मो भने के हो त महान धर्म भनेको है प्रोफाउन्ड धर्म माडिम मे तना तोका तोक मेतोक ताव मर्रा मर पनरपो मेतोक मार्पो मेतोक मार्पो मेतोक मार्पो मेतो मार्पो भनेको रातो फूल भनेको है रेड फ्लावर भनेको मार्फो भनेको रातो है बलब त ला मा छाडिम छिन्ना छिन पनरुपो लामा छिनपो लामा छिनपो लामा छिनपो लामा छिनपो भनेको ठुलो लामा भनेको है ग्रेट लामा भनेको है लामा छिनपो भनेको जब यहाँ संख्या पछिको विशेषणसँग निश्चयवाचक सर्वनाम जोडिन्छ त्यो बहुवचन छ भने यसरी लेखिन्छ संख्या विशेषण निश्चयवाचक बहुवचन है संख्या नाम संख्या विशेषण निश्चयवाचक सर्वनाम र बहुवचन है न्या 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 भने के हो त न्या भनेको माछा है न्या भनेको माछा 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 छिम्बो छाडिम छेन्ना छेन पनरुपो छिन्पो 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 भनेको ठुलो भनेको है दी न्या छिम्बो दी भन्नुपर्छ है न्या छिम्बो दी न्या छिम्बो दी त्यो भनेको त्यो भनेको है यी छो भने हाल्यो भने चाहिँ के हुन्छ त हरू भन्छ है छोहरू दी छो फामा 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 भनेको आमा बुवालाई भनेको है अभिभावक याक्का याक पनरुपो याकपो याकपो दाडी मध्ये छनरु छो देछो है यता लास्टको चाहिँ बहुवचन हाल्दाखेरि चाहिँ छो हाल्नुपर्छ है फामा याकपो दिछो भनेको है फामा याकपो दिछो है लममा लम राकीको रिङा रिङ पनरुपो रिङपो दाडी मध्ये छनरु छो है लम रिङपो दिछो है हामीले छो हाल्दा पनि हुन्छ है दे रिङपो भनेको के हो त लामो भनेको है बाटो लामो भनेको बाटो लामो नेपालीबाट भन्दाखेरि चाहिँ के हो त लामो बाटो है लामो बाटो हुन्छ यहाँनिर नेपाली टिप्टेनबाट चाहिँ लाम भनेको बाटो बाटो लामो है बसब्सु भू मनर मो भूमो 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 भनेको केटी मान्छेलाई भनेको है छुङछुङ छछप छुङा छुङ छछ छुङा छुङ छुङछुङ 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 भने के हो त छुङछुङ भनेको सानो है छुङछुङ भनेको सानो दाडी मध्ये भनेको त्यो है छनर छो भनेको हरू भुमो छुङछुङ देछो भनेर हामीले भन्ने है नेपालीबाट भन्दाखेरि त्यो केटीहरू त्यो साना साना केटीहरू है नेपालीबाट भन्दाखेरि चाहिँ त्यो साना साना केटीहरू टिप्टेनबाट भन्दाखेरि चाहिँ भुमो छुङछुङ देछो है टिप्टेनबाट चाहिँ ठ्याक्कै उल्टो हुन्छ के नेपालीबाट सिधा हुन्छ भने टिप्टेनको चाहिँ पछाडिबाट चाहिँ हुन्छ के भुमो छुङछुङ देछो भन्नुपर्ने हो अब त्यो टिप्टेनबाट भन्नु पर्यो भने माथिपट्टि भन्नुभएको छ नि त जब यहाँ संख्या पछिको विशेषणसँग निश्चयवाचक सर्वनाम जोडिन्छ त्यो बहुवचन छ भने यसरी लेखिन्छ भनेर भन्नुभएको हो यसरी नै लेख्ने हो टिप्टेन भाषा शुद्ध व्याकरणबाट भन्दाखेरि चाहिँ यसरी नै लेख्नुपर्छ है भुमो छुङछुङ देछो भन्नुपर्छ है नेपाली जस्तो गरी भन्यो भने चाहिँ उल्टो हुन्छ क्या जस्तै कि साना साना तिनीहरू साना साना त्यो साना साना केटीहरू भन्छ नि नेपालीबाट भन्दाखेरि होइन
त्यो साना साना केटीहरू भन्छ नि त। हो टिप्टेनबाट दि भुमो छुङछुङ भन्दाखेरि उल्टो हुन्छ के। हो त्यसरी चाहिँ बनाउनु पर्छ है, किताबमा लेखेको जसरी बनाउनु पर्छ। 37 पेज हेर्नुहोस् है त। त्यो ठुला माछा हो अर्थात् त्यो माछा ठुलो छ है। द्याट बिग फिस, ती आमा बुवाहरू राम्रा छन् है। दिस गुड प्यारेन्ट्स भनेको है। त्यो लामो बाटो हो अथवा छ, दिस लङ रोड है। ती केटीहरू सासाना छन् है। दिस लिटल गर्ल्स भनेको है। कहिलेकाहीँ एक सङ्ख्याका धेरै विशेषताहरू हुन सक्छन्। त्यस बखत वाक्य ठिक उल्टो भएर आउँदछ, जस्तै मेतोक मर्पो छुङछुङ माङ्पो है। माटीमा मे तनर तोकातोक मेतोकमा धमर रामर पनरपो छछ छुङ्गाछुङ छछ छुङ्गाछुङ मङ्गामङ पनरपो। मेतोक मर्पो छुङछुङ मङ्पो है। मेतोक मर्पो छुङछुङ मङ्पो। मेतोक भनेको सङ्ख्या है, फुल। अनि मर्पो छुङछुङ मङ्पो भनेको यो चाहिँ के विशेषण भयो, रातो साना धेरै है। भन्नुपर्दा धेरै सासाना रातो फुलहरू नेपालीबाट भन्दाखेरि चाहिँ, टिप्टेनबाट भन्दाखेरि चाहिँ मेतोक मर्पो छुङछुङ मङ्पो। तलपट्टि हेर्नुहोस्, खाङपा कर्पो झेपो छेम्पो दि। खाङा खाङपा दौकर राकर पनरपो कर्पो मो जाडिम जेसा जे पनरपो छाडिम छेन्ना छेन पनरपो दे दाडिम दे। खाङपा कर्पो झेपो छेम्बो दि। खाङपा कर्पो झेपो छेम्बो दि है। नाम विशेषण, खाङपा भनेको चाहिँ नाम भयो है। कर्पो भनेको विशेषण, झेपो भनेको नि विशेषण है। झेपो माथि यतापट्टिको नि विशेषणै भयो। दे भनेको चाहिँ निश्चयवाचक सर्वनाम भयो है। भन्नुपर्दा त्यो सुन्दर ठुलो सेतो घर, तर लेख्दा घर सेतो सुन्दर ठुलो त्यो भनेर लेख्नुपर्छ है। भनेर टिप्टेनबाट चाहिँ त्यसरी लेख्नुपर्छ है। शुद्ध हुनको लागि, व्याकरण शुद्ध हुनको लागि चाहिँ त्यसरी लेख्नुपर्छ भनेको है। बलब त ला मा मो खसा खे पा लङ त ङा हौ दाकीको दि छो। लामा खेपा ङा दिछो। लामा खेपा ङा दिछो। लामा खेपा ङा दिछो। लामा खेपा ङा दिछो भनेको लामा विधान 5 योहरू भनेको है। योहरू भनेको हो। बुझ्नु पर्दा यी 5 विधान लामाहरू, द 5 लन्स लामास। अब यसलाई हामीले नेपाली भाषा शैलीको ढाँचामा भन्नुपर्दा दि ङा खेपा लामा छो। यस्तो शैली तिप्ती भाषा व्याकरणको आधारमा गल्ती ठहरिन्छ है। दि ङा खेपा लामा छो भन्यो भने यो के हुन्छ त, यस्तो भन्यो भने चाहिँ यो शैली तिप्ती भाषामा चाहिँ, व्याकरणको भाषामा चाहिँ आधारमा चाहिँ गल्ती ठहरिन्छ है। हामीले त्यसरी भन्नु मिल्दैन भनेको। यहाँ माथिको जसरी भन्नुपर्छ, लामा चाहिँ अगाडि हाल्नुपर्छ। लामा खेपा ङा दिछो भनेर हाल्नुपर्छ भनेर भन्नुभएको छ है। थाहा पाउनुभयो त। जस्तै कि नेपालीको जस्तै गरी भन्यो भने उल्टो हुन्छ भन्नु खोजेको हो कि। यी 5 जना जान्ने लामाहरू भन्दाखेरि चाहिँ अगाडि चाहिँ लामा जान्ने 5 जना योहरू भनेर चाहिँ भन्नु पर्यो कि उल्टो भन्नु पर्यो कि। जस्तै 15 चाहिँ उल्टो जान्छ कि, खेपा लामा खेपा ङा दिछो भनेर भन्नुपर्ने। हुन त तुलना कम्पेरिसन्स बारे अघिबाटै बताइसकेको भए तापनि पुनः यहाँ केही उदाहरण दिन आवश्यक छ। यस अघिका उदाहरण भन्दा अलिक फरक ढङ्गले तुलना गर्ने तरिका यहाँ दिइन्छ। जस्तै याका याक पनरुपो, याका याक पनरुपो, याका याक पनरुपो, याकपो, याका याक का यागा। याकपो भनेको नि राम्रो हो, यागा भनेको नि अझै राम्रो हो, याक्स्यो भनेको सबैभन्दा राम्रो है। याका याक सनर्स्यो, याकपो यागा याक्स्यो, याका याक सनर्स्यो सस्यो याक्स्यो, 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 याकपो यागा याक्स्यो भनेको दि याकपो रे भन्ने हो। भन्दा पनि
दुईजनामा तुलना गरिएको बुझिन्छ है। अब दीले दी यागपो यागारे भनेको दीले दी यागारे भनेको यहाँ पनि त्यो भन्दा यो राम्रो छ भनी तुलना गरिएको नै बुझिन्छ है। जस्तै कि दुईटा सामान छ भने है, तपाईसँग दुईटा सामान छ भने यो भन्दा यो राम्रो हो भन्दाखेरि हामीले कसरी भन्ने भन्दाखेरि दीले दी यागारे भन्ने है। दीले दी यागपो रे भन्दा पनि हुन्छ। दीले दी यागारे भनेको त्यो भन्दा अलि धेरै राम्रो हो भनेको, दीले दी याक्स्यो रे भनेको यो भन्दा पनि सबैभन्दा राम्रो भनेको है। सबैभन्दा राम्रो चाहिँ के हो त? याक्स्यो भनेको है।